मेरो टिम लिडर वेलकम टु माई भ्लग थ्याङ्क यू। कहाँ जाँदैछौँ हामी चाहिँ ब्रुसबाङ जिरबास र थुन्द्राङ जाँदैछौँ। कस्तो छ ठाउँ रमाइलो छ एकदमै, पहाडको टुप्पोमा छ, रमाइलो हुन्छ तर अलि गाह्रो पनि हुन्छ। वेलकम टु माई च्यानल। थ्याङ्क यू। कहाँ जाँदैछौँ हामी खै उता पारि डाँडापट्टि भन्दा नि कहाँको डाँडो धादिङ। क्यामेरा वेलकम टु माई भ्लग। हल्का मेरो एङ्गल पनि थ्याङ्क यू। कहाँ जाँदैछौँ हामी उता पहाड हिमाल तराई सब घुम्न जाँदैछौँ। हे गाइस वाट्सअप, वेलकम ब्याक टु द न्यू भ्लग। अनि अहिले चाहिँ 9 बजिसकेको छ लगभग होइन। हामी चाहिँ यतादेखि जाँदैछौँ धादिङको डिफ्रेन्ट ठाउँमा, एकदमै रमाइलो हुनेछ, ब्युटिफुल ठाउँमा है। म चाहिँ बल्ल आउँदैछु र हामी अब तयार छौँ धादिङ जानको लागि। अपडेट सुन। वेलकम टु माई भ्लग। आज मेरो भ्लगमा धेरै नयाँ अनुहारहरू देखाउँदैछु साथीहरू। अनि यो भ्लग चाहिँ अलिकति डिफ्रेन्ट इन्ट्रेस्टिङवाला हुनेवाला छ, किनकि अब आजको दिनदेखि मैले रेगुलर 15 देखि आई गेस 20 डेजको भ्लग बनाउने छु, जहाँ चाहिँ हामीले धादिङको नदेखेका ठाउँहरू हामी घुम्नेछौँ। एकदमै बवालै हुनेवाला छ। वेलकम टु माई भ्लग। थ्याङ्क यू। मार्क्स खोल्नु न, को हुन् चिन्नु पऱ्यो नि त, खोल्ने रे। हामी कहाँ जाँदैछौँ? हामी चाहिँ जाँदैछौँ धादिङ। के हेर्न जाँदैछौँ? हामी क्याम्पको लागि जाँदैछौँ। अब सी यू गाइज इन द के हो आयस, तिमी बाइकमा जाने हो कि आयसमा जाने? बाइकमा तपाईँ होइन? होइन त्यसो भए त म जाने। वेलकम टु माई भ्लग। हाई गाइज, आज चाहिँ सब मुखको दागहरू सब कहाँ जाने तयारी हो? हामी धादिङ चिकनको लागि अल सेट रेडी। यहाँ मेरो क्रक्स छ, यहाँ मेरो खाली बोतल छ। खै बोतल यहाँ छ। बोतल भनेर मेरो बोतलको याद आयो, मैले त ल्याएको छैन। मेरो साथै मेरो ब्याग घरमा नाप्दाखेरि 10 केजी थियो होइन, अहिले मेरो ब्याग पुग्यो होला 13 केजी त हो। मेरो टिम लिडर टिम लिडर है अमिषा यो हाम्रो स्वस्ति रे बुलु धेरै त्यो त बुझेँ कि के परिखान्छ लौ त प्रिपेयर गर्दै खानु बुढा। बुढा होइन तन्ने भने म बुढो देखेको छु, पखाइसँग कपाल मिलाउँछु। कालो देख्छ पढ्दा ल कसले भन्छ बुढोमा यङ हुनुहुन्छ, यङ मोस्ट यङ्गेस्ट पर्सन इन द नेपाल राइट नाउ। स्विट 28 अरू पनि छ सामानहरू कति डब्बाहरू जम्मै छ। यहाँ पर चल त्यो राख भुइँमा। ल साथीहरू, हामी त सामान ओसारेर हाल्दैछौँ है। अब बिप्लो, ओ विनोद, इन्ट्रोडक्सन दिन्न हामी कहाँ जाँदैछौँ? धादिङ गएर हो बेनीघाट 2। रेडी? यस, अल सेट टु गो। तपाईँ गाडीमा जाने हो? झन् बाइकमा जानुहुन्छ होइन? मैले बाइक छोडिदिएँ। अलराइट, हाम्रो लगभग सब रेडी भइसकेको छ। यो हाम्रो गाडी सामान सब प्याक भइसकेको छ। अनि हाम्रा केटाहरू यहाँ छन्। हाई गाइज, सब रेडी भइसक्यो हामी अल सेट है गाइज। यहाँ चाहिँ आज श्रम गर्दै लगाइरह अनि आउँछ। अनि हाम्रो त्यही भन्नु छ के गरेर हो त्यही बोल्नु। हेलो गाइज, व्हाट्सअप। अहिले चाहिँ हामी जान लागिरहेको छौँ अब धादिङ। मसँग हुनुहुन्छ यहाँ दुर्गा मिस, विनोद सर। श्रम लगाइरहेछ है, म त त्यो पानी पाउँछु। श्रम शोषण भयो गयो, बन्द भयो। ओइ चा सक्यो, बन्द भयो। वी आर अल सेट। हामी सबैजना सेट भइसकेको छौँ, जानलाई रेडी भइसकेको छौँ। यस, बाबालाई मजा आउनेवाला छ। ल गाइज, अब हामी हिँडिसक्यौँ। सबजनाको मुखमा चाहिँ हजुरहरूले एकदम धेरै के देख्नुहुन्छ होला होइन। हामीले छुर्पी खाइरहेछौँ,
यो छुर्पी चाहिँ बिरिसाले दिएको हो कि होइन भन त गाइस इलामको छुर्पी ल अब चाहिँ हामी रेडी भएर हिँडिसक्यौँ हामी धादिङतर्फ काठमाडौँ र धादिङको बोर्डरमा पुग्न लागेको छौँ हजुरहरूलाई म गेट देखाउँछु त्योभन्दा अगाडि चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ हाम्रो अगाडि यहाँ एउटा डोजर रहेको छ डोजर जाँदैछ हाम्रो अगाडि ल हेर्नुहोस् हजुरहरू देख्न सक्नुहुन्छ वातावरण प्रदूषणले गरेर कस्तो भइरहेछ हेर्नु आइकेन आइभन वान मिटर डिस्टेन्स राख्नुपर्छ लिएर बुझ्यौ नि अल राइट साथीहरू हामी चाहिँ अहिले 87 भन्ने ठाउँमा छौँ यात्राको बिच्चा बाटोमा छौँ अनि यो चाहिँ नयाँ बाटोमा आएँ म चाहिँ यहाँ पहिला धादिङ त गएको थिएँ तर डिफ्रेन्ट ठाउँदेखि आएको छौँ हाम्रो गाडी यता रोकिएको छ अनि हामी यहाँ छौँ आलु गरिदिनु अनि एउटा त्यो चना मात्र प्लेन अनि त्यसमा चाहिँ प्याज खोर्सानी काटेर हालिदिनु न ल होइन यहाँ छ है हाम्रो सेल छ दिस इज मटन अन्त चिकन पनि छ त्यसै गरी यहाँ सेल छ अनि यहाँ पुरी आलु चना एभ्रिथिङ वी गट एभ्रिथिङ होइन अनि हाम्रो यहाँ बिरामी चाहिँ हाम्रो बहिनी सन्तोष The pani is so good. हेलो ल अब चाहिँ हामी खाजा खाने ठाउँमा आइपुगिसकेका छौँ ल साथीहरू हामीले चाहिँ अब खाजा खाइसकेका छौँ होइन अब हामी जान लागेका छौँ तर हामी यता कुरिरहेको साथीहरूलाई उहाँहरू आउनु भएको छैन अनि हाम्रो यहाँ अर्को एउटा टोली छ यो टोली चाहिँ हाम्रो विशेष टोली हो यो गाइज के छ साथीहरू हामी सोसल एजेन्ट हो क्या था यही था ल हामी चाहिँ अब खाजा खायौँ अब खाजा खाएर यतादेखि हामी सिधै धादिङको लागि जान्छौँ आधी बाटोमा छौँ अहिले चाहिँ धादिङमा गएपछि चाहिँ हामी अब खाना खाने ठाउँमा रोकिन्छौँ हामी खाना खाने ठाउँमा रोकेपछि अनि बल्ल आजको हाम्रो डेस्टिनेसन चाहिँ पुग्नेछौँ त्यसपछि लगभग अब यतादेखि 3 घन्टा म पुग्छौँ हामी मजाले पुग्छौँ र भोलिदेखि चाहिँ डिफ्रेन्ट लोकेसन जहाँ जान लाग्छौँ हामी त्यहाँ जानेछौँ त्यसो मेरो लिडर अब हामी जाँदै यो ढोका चाहिँ लाउन आउँदैन लकमा तान्नु न यो म लकमा तान्नु ड्याममा बेस गरी भयो ल हामी किन कसैलाई मुस्किल छ पोखरामा मछु आज धेरै टाढा हामी खाना खाने ठाउँमा पुगेका छौँ अब हामी खाना खान लागिरहेको छौँ कहाँ छौँ हामी भाषण कथाल खाने कथाल
अब डिपेन्ड हुन्छ अहिले पेटमा कति ठाउँ खाली छ कति जग्गा खाली छ भन्ने नभर पर्छ ओके फेदबाङ यतिले त बङ्गा यहाँ चाहिँ यस्तो छ खसीको मासु भेज खाने टोली पनि अनि यस्तो छ सबै भेज अरे आज तपाईँको रियाक्सन कस्तो छ हेर्नुहोस् गाइस यो चाहिँ बुटन हो बुटन त होइन फ्राई मासु हो होइन टाइपको अनि यो चाहिँ खसीको झोल झोल हो यो चाहिँ दाल हो यहाँ देख्न सक्नुहुन्छ साग यहाँ तरकारी अचार मुला चाहिँ एउटा रहेछ बासमतीको चामल Let's go. फाइनली हामी चाहिँ दुःख राम्रो के भन्नु सक्नुहुन्छ एकदम दिदी थाहा थगेको हुनुहुन्छ बस्नुहोस् अनि के छ सर अहिले अगाडि भात छ दाल उहाँ धार्मिक हुनुहुन्छ एकदम आस्तिक हुनुहुन्छ भगवान् हरे कृष्ण यहाँ चाहिँ अब खसीको के अरे पक्कु हो कि हो यो त्यही हो है ट्याक्कै यो च्याङ्राको च्याङ्रा साथीहरू खान्छ पहिला चाहिँ बाटो लास्टै ढुक्को थियो होइन अहिले चाहिँ छैन क्या अहिले चाहिँ त्यस हाम्रो देश बन्दैछ नि त अब बनिरहेको छ क्या गाई त्यस्तो बन्द है नेपाल बन्दैछ क्या गाई नेपाल बन्दैछ होइन अब यो बाटो म घर जाने बाटो नै हो है अलराइट साथीहरू सो फाइनली हामी पुगिसकेका छौँ अनि अहिले सबजना माथि पुगिसके लोकेसनमा म र हाम्रो सर हामी यहाँ नि हाम्रो कामै छ एउटा हामी दाइलाई पुरो बसिरहेको छ अलराइट गाइस सो फाइनली हामी पुगिसकेका छौँ डेस्टिनेसन मेरो हेर्नुहोस् बाइकमा आएर कपाल सेतै भइसकेको छ सो अब नुहाउनु लाग्छु एन्ड हाम्रो हुनुहुन्छ रुमभित्र ओइ खोइ देख्नुहुन्न हेलो असिमजी हामी चाहिँ थाकेर रेस्ट गरेर आएको होइन बहुत धुलो छ यार ल साथीहरू यति बेला हामी बेलुकाको खाना पकाउँदैछौँ अनि मेरो पछाडि हुनुहुन्छ यहाँ हाम्रो होनार युवाहरू युथहरूले गरेर छन् यहाँ छन् यहाँ हामी कोडे के बनाउनु लाग्यो तपाईँ यो लसुन चाहिँ मैले छोडाइदिएँ है